आम्बो हेर्नु त यसले काट्यो भने यस्तो हानिदिन्छु नि फेरि तँलाई नराम्रो कमेन्ट गऱ्यो भने ट्वाक्कला ट्वाक ट्वाक गरेर ख्वाप्प पारिदिन्छु फेरि। ल है साथीहरू, आज फेरि गाउँघरमा आएको। मेरो गाउँको घर हो यता। यहाँ रक्सीबाट टक्क खाने हो आज। अनि यहाँ चाहिँ अचार पिस्ने गाग्री। हेर्नु न गाउँघरमा यस्तो हुन्छ। अचार्नु भयो पिराखु परपुल्वकालको। हेर्नु न बाल्टिनमा कस्तो ट्याक्ककै चुलो बनाएको क्या हाम्रो बाजेले है। आम्बो ओइ यहाँ त माछा। आम्बो ल यो पनि माछा। हेर न माछा कति धेरै बाँडेर राखेर चाहिँ बाजेले। आम्बो आम्बो माछा सब माछा के। यहाँ नि माछा। ल हेरौँ त कत्रो बाम कति खाने माछा। यस्तो माछा टक्क मारेर ल्याएको बाजेले सुकाएर राखेको बाम हो यो। बामै बामकै सबै यस्तो मिठो हुन्छ कि यो। आजभोलि यो बामहरूको पेटमा यो छ नि यो बाम, यसको पेटमा अन्डै अन्डा हुन्छ क्या। अन्डा खाएर यस्तो डन्डा हुन्छ क्या फेरि। यसको धार हेर्नु न। आम्बो हेर्नु त यसले काट्यो भने फेरि प्लाट्यो कि बाम। बाम मेरो त गाउँघरमा चुलोको झरा छ। मेरो त ए केटा खाने भयो है सम्पर्क गरौँ है। वाट इज दिस? यो माछा हो यो माछा। अन्डरस्ट्यान्ड मान? यो माछा होइन कुरो बुझ्यौ नि। अनि यो मर्चा। यो मर्चाले ट्याक्क यसमा रक्सी पार्छ। रक्सी पारेर अनि यसमा टक्क गोलभेडाको अचार बनाएर यो माछा फ्राई गरेर यसको छोपा सित्तन बनाएर यो बाम खाएर खानुपर्छ केटा। खानु भए आइज है। कति खाने माछा हेर्नु लट अफ के। यहीँ छ होला 1 किलो त सुकेको। यो 1 किलो सुकेको हो क्या फेरि काँचो होइन सुकेको। यो चाहिँ हिजो हामीले मारेको हो। यस्तो हानिदिन्छु नि फेरि तँलाई नराम्रो कमेन्ट गऱ्यो भने ट्वाक्कला ट्वाक ट्वाक गरेर ख्वाप्प पारिदिन्छु फेरि। यस्तो छ हाम्रो गाउँघर। गाउँघर रमाइलो हो क्या। यो जाँड पार्ने मदन हो। यो मैले लाउने ज्याकेट हो। यस्तो भएछ है खत्रो। ब्रिटिस आर्मी हुँदाखेरि ल्याएको ज्याकेट हो मैले यो। भन्न त पाइँदैन।